हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। अनि आज चाहिँ मेरो नयाँ भेषमा तपाईँहरूले ब्लग स्टार्ट गरेको देख्दै हुनुहुन्छ। अनि म चाहिँ यहाँ धान बोक्दै हो। हामी चाहिँ आज धान बोक्ने दिन थियो। मैले ब्लग बनाएको थिइनँ यहाँ मेरो कोही सब्सक्राइबरलाई मेरो ब्लग चाहिएको भएर भनेर मैले ब्लग बनाएको। त्यो पुरै 3-4वटा खेतको मैले बोकेको भएर कोही सब सुतेर उठ्नु भएको। थाहा मेरो सब्सक्राइबरलाई थाहा मैले कति काम गर्छु भने मैले भन्नु पर्दैन। दुब लागेर बिचरा म। अनि यो चाहिँ मेरो लागि मुठा हो। अनि सबतिर धान बोक्ने काट्ने चलिरहेको अजुबा देखिरहेको। यहाँ चाहिँ हाम्रो घरको कहिले काम नगर्ने एकजना मानबाबले बोकेर जाँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ 3जना दिउरानी जेठानी त्यहाँ उता पनि बोक्दैछन्। ऊ त केटी मेरो सब्सक्राइबर हो सुनिने त्यसले। मैले यो लान्छु अनि बेटमला म चाहिँ अब त बोक्दैछु। हजुर जल्लाकोटीको बेइरो तान्दिनु पर्यो। त्यसको बुढाले हो बनाउने। तपाईले धेरै त हेरेर हो मेरा हेरे पर मेरा आउँथे होला गर हाम्रो छोरी काम हेर्नु त काई त अब म चाहिँ गए रोकेर राख्दिनु आएर बनाउ। बाइ बाइ। हामीलाई चाहिँ थकै लाएर पानी खानी टाइम भयो। यहाँ यस्तो हो लास्टै थकैला हो थकैला अरे आन्टीलाई तपाईँ कति राम्ररी देखिन हो भाइ। खै तपाईँ गोरी हुँदै काम होइन कस्तो कालो देखियो किन कालो देखो नि। यहाँ फेरि धान स्याहारेर भ्याउन हो तिहारला। हेलो पिरिसु ए थरुनी त हाम्रो अधिकारी फ्यामिलीको थरुनी हो। अनि थरुनी अनि तिमी फुटालिदिउ मेरो सब्सक्राइबरहरूले सब्सक्राइब गर्दैछ मेरो आइडी मोनिटाइज हुन्छ अनि किन्छु। तिमी धेरै राम्री हो नि त तिमीलाई देखाएपछि मेरोमा धेरै भ्युज लाइक सेयर सब्सक्राइब हुन्थ्यो कि भनेर। हेलो यहाँ चाहिँ हाम्रो नयाँ के अरे केटी आउनु भयो घरमा। कसैले हेर्दिन नि तिम्रो ब्लग। हेलो काक्ती यार पहिला सबै गर्नु होला। मेरो ब्लगको नाम चाहिँ अपेक्षा सानी गाइड गर्दिनु होला है प्लिज नगर्दिनु होला। म मेरै फोटो छ अंकिता दिदीको मात्र गर्दिनु होला भाइ। अंकिता दिदीको लाइक गर्दिनु होला। बस मेरो पनि गर्दिनु भन्न न। गाइड मेरो गर्दिनु होला है गाइड। नो कतिको थकैला आज बोक्दा कस्तो राम्रो देखिएको छ त भैया जस्तो। त्यही गीत गाउनु लाएको थिएँ मैले। होइन यतिका ब्लग बनाउँदै थिएँ कुरा काटेर चाहिँ अब निबुवा लिएर आउँदैछन्। खै देखाउनु त आन्टी निबुवा पिरिसु लियो मैले दिएँ थिएँ पिरिसुले गर्दै मैले चाहिँ ललिपप खानु लाग्यो। ललिपप काम गर्दा थाकेर ललिपप गाइस ललिपप लाग्यो कमरे अंकित दादालाई दिउ के एउटा माया गर खानाको तिमीले माया गरिदिनु अंकित दादालाई। खुबै माया गर्दैन गाइस उहाँले चाहिँ गर्नु न मलाई होइन बारेका सधैँ स्कुलमा स्टुडेन्टको कपी पल्टाउने बानी लगाएको। अहिले धान पल्टाउनु भयो रिता म्यामले। कस्तो फिल भयो कपी पल्टाउँदा ढाड दुख्थ्यो।
रमाइलो भयो भने तिहार ला यस्तै भएर गएपछि त झन् कति राम्रो भएका भन्दै पैसा त झन् बिचारा दुःख पाएका भन्दै दान गर्छन् के सबै यस्तै के मास्क लगाएर मान्छे चिन्दैन दिदीले गीत गाउनुहुन्छ नाच्नलाई यहाँ छन् हाम्रा जति नै केटाकेटी होइन कि मैले त पल्टाउन जान्दिनँ कि त्यही भएर आफू जस्तै ए तपाईँ त्यतिका होइन मलाई सोबार सरले फाइल पल्टाउने मात्रै पढाउन हो कि यो मलाई धान पल्टाउने पढाउन होइन त्यही भएर जाँदै जानिनँ मैले त्यही भएर हो को बुझ्न अब त्यसले नखा भनेर मान्थ्यो र फेरि अचम्म गर्नु आमा हाम्री आमाको साथी हो त बेस्ट फ्रेन्ड जति सँगै हाम्रो अहिले बेसार कस्तो राम्रो भयो नि त र नि चाहियो भने रिता आन्टी सम्पर्क गर्नु होला बेलैमा पोछि नपाइन सक्छ बसेर नपारी रे के गर्नु त अरे रिता आन्टीले दिदी भैँसी चराउन जानी रे ए भैँसी माथि बसेर अनि मेरो भाइसित कुरा गर्दै त्यही भएर हाम्रो घर आइपुग्यौँ कि ए त्यही अब त भैँसी ट्याक्क तपाईँलाई धान छ आन्टी त भैँसीले अब बल्ल ठिक्क परे धान खुब बोक्न परे खुब लोभ पारिदिउँ गर अब धान बोक अब दुईटीको चाहिँ लभ म्यारिज हो हजुर म चाहिँ पुरै राम्रै देखिछु होला अरे के कस्तो अजुवा फिल भइरहेको पुरै हात पुरै रातो भयो कि अरू काम गऱ्यो भने त आज डढेर काली यस्तो काली चाहिँ धान काली अनि धान चाहिँ यति बोकिसक्यौँ अब यसलाई चाहिँ फेरि थ्रेसर लाउनु पर्ने हुन्छ आज हुन्छ कि भोलि काम पनि कस्तो राम्रो लागिरहेको टक्क हेलो म चाहिँ नुहाएर टक्क बोकेर सक्यो अनि नुहाएर र रेस्ट गरिरहेको अनि हामी दुईजना महानुभावहरू चाहिँ त्यहाँ फेरि खेल्दै हुनुहुन्छ फेरि हेलो मिस्टर सन्चेप भुसाल हिज माई सब्सक्राइबर यस्तो हेलो भनिदिनुहोस् हजुरको बेस्ट ब्लगरकोमा अरे के अझै कृपया यस्तो एकचोटि यता हेर्न त सक्नुहुन्छ होला नि ओ भयो भोलि फेरि म हेर्नु है मैले चिन्दिनँ है मैले तपाईँलाई भोलि ओके ल फेरि ल हामी चाहिँ यहाँ बर्थडे सेलिब्रेसन गर्न आयौँ बर्थडे बोय ह्याप्पी बर्थडे टु यू ह्याप्पी बर्थडे टु यू टुङ्कुलो ह्याप्पी बर्थडे टु यू हेलो सन्चेप भुसाल गाइज हाम्रोतिर चाहिँ तिहार लाहा यहाँ चाहिँ हामी घुम्न आएको थियौँ अनि यस्तो झिलिमिली रहेछ कि फ्ल्यास बाल्यो भने चाहिँ घरहरू जानु सक्दैन नि त लाइट बाले छैन नि त तिमी अँध्यारो देख्यो भने त्यो चाहिँ पटका होला नगर न त्यहाँ चाहिँ त्यो खै के पड्काउँदै हुनुहुन्छ यिनीहरू चाहिँ अघि हिँड्यो नि म चाहिँ पछि मेरो चस्मा टल्केर म देखिन्न होला त्यो भएर मैले चाहिँ मलाई देखाएन अनि मैले चाहिँ गाउँ देखाउँदै कस्तो भयो भनेर हाम्रो गाउँ नि अहिले त कम भएको रहन्छ यो ब्लग चाहिँ हिजो पोस्ट गर्नुपर्ने थियो बट मेरो चाहिँ यहाँ नेटवर्कको समस्याले पोस्ट गर्नु पाइनँ वा त्यो चाहिँ त्यस्तो राम्रो भएको रहेछ हौ त्यो घर त त्यस्तो उज्यालो वा हो हाम्रोमा चाहिँ यसपालि टिका लाउनु भएन यस्तो यो चाहिँ मेरो बाबाको फुपूको घर छ हिजमा सब्सक्राइबर रेखे पनि ब्लगर हो फाइनली गाइज वी आर अन कटेज यस्तो हो यहाँको
यस्तो रमाइलो हो यहाँ चाहिँ पुरै झिलिमिली हेर्न सक्नुहुन्छ पुरै म यस्तै ठाउँ चाहिँ यहाँ चाहिँ चुमुक चुमुक गरिरहेको कल लगाएको ए हेलो कहाँ हुनुहुन्छ अहिले हजुर कस्तो राम्रो देखियो उहाँ चाहिँ कुकले पकाइराख्नु भयो के पाक्दैछ हजुरकोमा के पाइने सुविधा भनिदिनुहोस् चिच्चाएर जे मन लाग्छ त्यही पाक्छ अरे यहाँ चाहिँ पहिले पाकेको हुन्न भनेपछि चाहिँ पाक्छ हामी चाहिँ अब यस्तो फोटोसुट सुट गर्न आएको यस्तो रमाइलो अन्त लोकेसन चाहिँ बुद्ध भूमि 4 प्रतापपुर अनि बोर्माको बिचमा हो यो चाहिँ वाउ कस्तो राम्रो देखेको फोटोसुट चलिरहेको गाइज यहाँ चाहिँ उहाँ पटका छ हातमा म त त्यो दाइलाई हिज आवर क्यामराम्यान भनेको हिज आवर क्यामराम्यान टक्क आइफोनबाट यिनको चाहिँ भर्खर खतरा खतरा फोटोसुट भयो हेर्न कस्तो आरामी हो हेर भाइ त्यहाँ नपड्काउनु भन्नुभएको थियो अङ्कल हेर्नु सक्नुहुन्छ तपाईँले पटका पड्केको नदेखे पनि साउन्ड सुनिसक्नु भयो होला यो चाहिँ हाम्रो सिम्पल पटका थियो अझै हामीसँग खतरा खतरा डेन्जर पटका हामीसँग अङ्कल केही भन्न सक्नुहुन्छ जनता जान्न चाहन्छ जनता उहाँ दुई चारजना जनता आउनु भएको आज अङ्कल त्यसै मक्खै नरुनु कहाँ छ के पाइन्छ यस्तो ठुलो भ्लगर आएर यस्तो मोबाइल ठडाउँदा पनि इग्नोर यसले फेरि डिस्टर्ब हान्यो क्या अहिले भेटौँ यहाँ चाहिँ भाइले यस्तो पटक यो होइन क्या दिदी पड्किनेवाला घुम्छ के ठाउँ ल स्टार्ट अब सुरु भयो स्लोमो गर्नुपर्ने छ मैले गल्ती गरेँ होइन पछि टिकटकबाट एडिट गरे हुन्छ क्यापकटबाट पनि भइहाल्छ अब अगाडि नआउ के भिडियो कति टाइम लाग्छ बाल्न नि मैले स्लो मोसन बनाएको के अब हेर्न ल सक उहाँ दिदी र आन्टीको चाहिँ इन्ट्री भइसकेको छ त्यहाँ चाहिँ अब लास्टै ठुलो साउन्डवाला पटका पड्किँदै छ साथीहरू सुन्नु होला खै त उही खै त पड्किन्न है होइन बोलिरह पड्केन भाइ लौ त्यो चाहिँ पड्केन अब अर्को ट्राई गरिदियो फेरि यिनीहरूले साउन्ड सुन्नु होला अङ्कल एकछिन पड्केन त किन हो कुनै नि पड्के होइन लौ साथीहरू पड्केन त्यहाँ चाहिँ फेरि पड्किन लाग्यो साथीहरू सुन्नु होला उही त्यो पड्किन्छ क्या अब फेरि पड्केन के ल बिग्रियो के तिमीहरूको ल ढुक्क बिग्रियो के बिग्रियो साथीहरू कति यिनीहरू 2-3 सयको किनेको थियो यो चाहिँ तर पड्केन कुराकानी चलिरह नेक्स्ट ट्राई हुँदैछ साथीहरू कोसिस गर्ने वाला कि ट्राई नम्बर 2 प्लिज यसपालि त पड्की यार अरे यार मेरो सबै उम्मीद यसमा टिकेको छ अरु साउन्ड भएन सुन्नु भनेको तर पड्केन के अझै नि चल्दा आश चाहिँ छ आश छ अझै नि के रे ऊ भर्सेस फ्रान्स भर्सेस अर्जेन्टिना यो 100% ढिलो भयो के अब पड्क्यो फाइनली हामी चाहिँ अब घर फर्किने बेला भयो यस्तो अँध्यारो छ यता के रे कोही चाहिँ मेरो ब्लग देखेर अब जिलेस हुन्छन् किनकि मैले टाइममा पोस्ट गरेर हुन्छु यिनले चाहिँ गर्दिनिन् 2-4वटा टिकटक पनि पोस्ट भएन साथीहरू यस्तो कमेन्ट गर्नु होला लाइक कमेन्ट यस्तो अँध्यारो
यही बाटो आइथ्यौँ हामी, यही बाटो फर्किँदै हामी चाहिँ लास्टै रन्किरहौँ कि उहाँहरू चाहिँ लास्ट पछाडि हुनुहुन्छ अझै। यिनीहरू हेर्नु बाटोमा घरमा त लड्दै बाटोमा पनि लड्न छोडेको कि। अहिले चाहिँ रातिको कति 11 साढे 12 बन्द लाग्यो क्या दाइ अनि यस्तो डराउन दिउँ भनेको टाइम त भएन। तर त्यो घर चाहिँ कस्तो खतरा देखिराख्यो अनि त्यो के हो न यस्तो लाइटिङ के फोटो खिच्नुपर्छ क्या दाइले के अहिले भेटौँला साथीहरू गएर ब्लग चाहिँ लास्टै लामो होला जस्तो हो, तपाईँहरूलाई हेर्न पनि अल्छी लाग्ला, त्यही भएर लास्टसम्म हेरमाया चाहिँ गर्न नबिर्सिनु होला भन्दै म चाहिँ अहिले ब्लग स्टप गर्छु किनकि मलाई लास्ट अघि अहिले गएर ब्लगिङ गर्छु ल गाइज। फाइनल्ली हामी चाहिँ घर आइपुग्यौँ। कस्तो लाग्यो अहिलेको टुर रमाइलो थियो। नाइट क्याम्प बस्ने सोची थियौँ तर बसेनौँ हामी। सके लाग्यो अपु कि नि अपु ए खै मुखेर हाम्रोमा चाहिँ यहाँ बयर पाकेर यस्तो बयर चाहिने भए सम्पर्क गर्नु बयर होइन हामी चाहिँ अब घर आइसक्यौँ। घरभन्दा पनि रुममा पनि आइसक्यौँ। म चाहिँ अब सुत्न रेडी भएको। हजुरहरूले भिडियो लास्टसम्म हेर्नुभयो भन्दै म यो ब्लगिङ गर्दैछु। भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई एभ्रिवान।